साथीहरु आजदेखि लगातार दुईवटा कम्पनीको आइपिओहरु खुल्दैछ। त्यो कुन कुन कम्पनीको आइपिओ रहेको छ र कतिदेखि खुल्दैछ र कति किता त्यो कम्पनीमा हामीले अप्लाई गर्ने त। जुन आइपिओ भर्नको लागि तपाई हामीले चाहिँ अब 2000 रुपैयाँ चाहिँ ब्याङ्क खातामा रेडी पारेर राख्नु लगायतका सम्पूर्ण कुराहरुको बारेमा आज तपाईहरुलाई यस भिडियो अन्तर्गत रहेर जानकारी दिनेछु। अन्तिमसम्म भिडियो हेर्नु होला है त। आजदेखि आइपिओ खुलाउने कम्पनी रहेको छ रिजलाइन इनर्जी लिमिटेड। यस कम्पनीले सर्वसाधारणका लागि आज माघ 28 गतेदेखि फागुन 4 गतेसम्मका लागि आइपिओ बिक्री खुला गर्नेछ। यस कम्पनीले पहिलो चरणमा आइपिओ निष्कासन खुलाएर वैदेशिक रोजगारीमा रहेका बासिन्दाहरूका लागि र स्थानीय बासिन्दाहरूको लागि चाहिँ आइपिओ खुलाएर बाँडफाँड पनि चाहिँ गरिसकेको छ भने आजदेखि चाहिँ भने सर्वसाधारण लगानीकर्ताहरूको लागि चाहिँ बिक्री खुल्ला चाहिँ गरेको छ, जसमा कम्पनीले 11,80,260 किता शेयर चाहिँ निष्कासन गर्ने भएको छ र प्रति किताको मूल्य भनेको 100 रुपैयाँका दरले खुला हुनेछ र सेक्टर भनेको हाइड्रोपावर सेक्टर अन्तर्गत पर्दछ यो कम्पनी। यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ प्रभु क्यापिटल लिमिटेडलाई चाहिँ नियुक्त गरेको छ र यो आइपिओ भर्दाखेरि चाहिँ हामीले 10 किता मात्रै भर्नु होला, किनभने सबैलाई 10 किताका दरले बाँडफाँड गर्दाखेरि पनि जम्मा 1,18,026 जनालाई मात्र यो कम्पनीको आइपिओ चाहिँ पर्ने हुँदाखेरि सर्वसाधारण कोटाबाट आइपिओ भर्नेको संख्या भनेको अहिले झन् 25 लाख भन्दा धेरै मात्रामा चाहिँ लगानी पुगिसक्नु भएको छ। त्यसैले 10 किता पर्नको लागि 1000 रुपैयाँ चाहिँ लाग्नेछ र त्यसपछि लगातार अर्को कम्पनीले आइपिओ खुलाउने भएको छ। त्यो कम्पनी रहेको छ सुपरखुदी हाइड्रोपावर कम्पनी लिमिटेड। यस कम्पनीले पनि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि र स्थानीय बासिन्दाहरूको लागि चाहिँ बिक्री खुला गरेर पनि बाँडफाँड गरिसकेको छ भने अब यही फागुनको 4 गतेदेखि 10 गतेसम्मको लागि चाहिँ सर्वसाधारणका लागि आइपिओ चाहिँ बिक्री खुला गर्दैछ र कम्पनीले सर्वसाधारणका लागि 12,86,500 किता निष्कासन गर्ने भएको छ र प्रति किताको मूल्य भने 100 रुपैयाँको दरले नै खुला गर्नेछ र यो सेक्टर पनि हाइड्रोपावर सेक्टर अन्तर्गत नै पर्दछ र यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ ग्लोबल आइएमबी ब्याङ्क क्यापिटललाई चाहिँ राखिएको छ र यो आइपिओ पनि हामीले 10 किता मात्रै भर्नु होला, किनभने सबैलाई 10 किताका दरले मात्रै बाँडफाँड गरिनेछ र त्यो भर्दाखेरि पनि 1,28,650 जनालाई मात्र यो कम्पनीको आइपिओ चाहिँ पर्छ। सो यो हप्ता चाहिँ यो दुईटा कम्पनीको आइपिओ खुल्दैछ र यो दुईटा कम्पनीको आइपिओ भर्नको लागि चाहिँ तपाईहरुले 2000 रुपैयाँ पैसा चाहिँ रेडी पारेर राख्नु होला है त।